रिसेन्टली एउटा न्युज आएको थियो नि जसले सारा नेपाललाई सक्ड बनायो नि सुदन गुरुङ गृहमन्त्री भनेर। पहिला रासोपाले के भनेको थियो थाहा छ? क्षमताको आधारमा मन्त्रालय बाँडफाँड हुन्छ भनेर। अनि सुदन गुरुङ गृहमन्त्री मात्र? सुदन गुरुङलाई गृह तथा खानेपानी मन्त्रालय दिनुपर्छ कि? किनभने जेनजी आन्दोलनमा म पनि गएको थिएँ क्या। मेरो दुइटै हातमा पानीको बोतल थियो, सुदन दाइले दिएको। जस म पनि जेनजी आन्दोलनबाट रुम फर्किएपछि मैले के रियलाइज गरेँ भन्दा हामी जेनजीहरूलाई कसको सङ्गत गर्नुपर्छ भन्ने थाहा छैन कि। हुन्छ नि, आमा गर्ने कि भाको? बाको सङ्गत गऱ्यो भने लड्न त सिकिन्छ तर पिठी खाएर हिँड्छ क्या। तर आमाको सङ्गत गऱ्यो नि रोएरै आफ्नो कुरा जितिन्छ क्या। मलाई लाग्छ सुदूरपश्चिमका केटाहरू बाको सङ्गत गरेको थियो क्या। बा जनयुद्धमा शहीद भयो, छोरो जेनजी युद्धमा। तर यो मिराज ढुङ्गेरा टाइप्स केटाहरू चाहिँ आमाको सङ्गत गरे हो क्या। हुन्छ नि, आमाले चुप्लाएर घर बस भनेको आन्दोलनमै आएन। अनि पछि माहौल शान्त हुँदै 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 गएपछि आमाले टन्ट हान्न थाल्यो क्या त्यसलाई। हेर त, तँसँग टिकटक बनाउने केटो मन्त्री भइसक्यो, त यहाँ भातमा नुन कम भयो भन्दै होस्। मिराज ढुङ्गाना क्या। त्यसपछि सिंहदरबार आएर रुन थाले हो क्या। मलाई पनि बब्लुलाई जस्तै मन्त्रालय चाहियो भनेर। तर भित्र आमा होइन हजुरआमा थिइन्। त्यसलाई ट्याब टिपेर सौताको नातिलाई फाले चाहिँ फालिदिनु।